हेलो, आज म तपाईहरुलाई बाख्राको अंडा और भेजा बनानेको नयाँ तरिका सिकाउँछु। यो भिडियोलाई सुरुदेखि लास्टसम्म हेर्दै जानुहोला। हेर्नुस्, बाख्राको अंडा यो तरिकाले बाहिरको साइड निकालेर यो तरिकाले यसलाई काट्नुहोस् र यो तरिकाले यसलाई काटिसकेपछि यसको एउटालाई 4 पिस गर्नुहोस् र यो तरिकाले हेर्नुस्, मैले सबै दुईटै अंडा एउटालाई 4 पिस गरे, दुईटाको 8 पिस। ल यसमा सबसे पहिला पानी लगाउनुहोस् तावामा। यो थोड़ा गरम नहुँदै पानीमा यहाँ लगाउनुहोस् र यो लगाइसकेपछि यो तरिकाले पिस अलग अलग गरेर लगाउनुहोस् र अलिकति यसमा बेसार लगाउनुहोस् र अलिकति रातो खोर्सानीको पाउडर लगाउनुहोस्। साथमा नमक पनि एड गरिदिनु होला र यो उमल आएपछि यसमा बाख्राको गिदी हाल्दिनु होला र यसलाई राम्रोसँगले पकाउनु होला। 10 देखि 15 मिनेटसम्म यो पकाउँदा राम्रोसँग पाक्ने छ र यसलाई राम्रोसँग घुमाई पकाउनु होला। बाख्राको गिदी र अंडा पकाउन यति मिठो, यति स्वादिलो हुन्छ र यो तरिकाले यसलाई एउटा जालीमा छानेर राख्नु होला र फेरि तावामा यसमा हरियो खोर्सानी और 1 स्पुन जीरा लगाउनु होला र करिया पत्ता छैन भने तपाईले नलगाउन नि सक्नुहुन्छ र यसलाई राम्रोसँगले भुट्नु होला र थोड़ा अलिकति यहाँ प्याज हाल्नु होला। प्याज पनि यसलाई हल्कासँगले राम्रोले भुट्नु। यो तरिकाले प्याज फ्राई भइसकेपछि यसमा अंडा र गिदी एकै ठाउँमा मिक्स गरेर यहाँ लगाइदिनु होला। गिदीलाई सानो सानो टुक्रा गर्नु होला र यस तरिकाले यसलाई राम्रोसँगले भुज्नु होला। साथमा स्वादअनुसार नमक हाल्नुहोस् र यसमा मिर्ची, टमाटर सबै मसला हालेर लास्टमा टमाटर हाल्नु होला र टमाटर हालिसकेपछि यसलाई राम्रोसँगले पल्टी गर्नु होला। 10 देखि 15 मिनेटसम्म यो पुरै तरिकाले यहाँ तयारी हुनेछ। माथिबाट हरियो धनिया हालेर यसलाई पल्टी गर्नु होला र यो तरिकाले बाख्राको अंडा गिदी बनाउनु भयो भने धेरै राम्रो मिठो टेस्टी हुनेछ। थ्यांक यू। नमस्ते हजुर, नमस्ते।